हाम्रो वाटर पार्कको पुल यहाँ चाहिँ भएको रानी वाटर पार्कको उहाँ म्याम चाहिँ कसै बोयफ्रेन्डको सायद बाटो कुरिरहनु भएको छ होला। यो चाहिँ हाम्रो नेपालगञ्जको वाटर पार्क कस्तो छ भनिदिनु होला है कमेन्टमा अझ। अरू नभने नि सायद हाम्रो चाहिँ कपाल हुनुहुन्छ होला है, एक्ज्याक्टली चाहिँ थाहा भएन को हुनुहुन्छ भनेर, जस्ट यतिकै बनाएको मात्रै। अगाडि चाहिँ ग्रुपै आइरह हामी जस्तै हुनुहुँदो रहेछ सुर्खेततिर, हामी पनि यस्तै गर्थ्यौँ। अगाडि चाहिँ हाम्रो म्यामहरू हिँडिरहनु भएको छ है। यो चाहिँ कस्तो राम्रो फुल हो कि नेपालगञ्जमा। आमा कुकुर नेपालगञ्जको अनि तर राम्रो छ, जे होस् आउने भयो चाहिँ भिजिट गर्ने भयो चाहिँ एकदम राम्रो छ। यहाँ चाहिँ युट्युब ब्लगर हुनुहुन्छ अरे। अनि यताउता अरू घुम्ने ठाउँ त छैन, जस्ट यहाँ मात्रै छ। यो चाहिँ म बनाउनेमा चाहिँ बोल्नेमा चाहिँ ट्याउ 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 भएर म यो पनि मान्दैन, अब मलाई यो चाहिँ चाहियो। कहाँबाट ल्याइदिने हो तपाईँले? वाटर पार्क त राम्रो बनाएर है आजभोलि त। कति दिनपछि घुम्न आएको। आउनु न, कहाँ जानुभयो? के भनौँ, यहाँ त मान्छेहरू धेरै धेरै रहेछन् त। हाम्रो म्यामहरूको बसाइको ठिक भरै लैलै। हजुर ल मेरो म्यामहरू उहाँ चाहिँ होइन थाकिरहेको छ अरे, कति भोक लागिरहेको छ अरे। ल म्यामहरू केही भनिदिनुहोस् न। आजभोलिको वाटर पार्क नयाँ भएरै छ। मैले फर्स्ट टाइम आएको यहाँ आएर मान्छेहरू त यति धेरै छ नि यतातिर, यता पनि एकदम बढी नै। प्लस हामी पनि आज घुम्न आइरहेको थियौँ, एकदमै राम्रो रहेछ। यतातिर पानी रात पनि लगाइसक्यो। हाम्रो म्यामहरू यहाँ फोटो खिच्न, भिडियो बनाउन, टिकटक बनाउन लागिरहनु भएको छ। भयो के